आज फेरि एक्ज्याक्टली मैले यो हिउँ पर्ने डाँडो हो यो तपाईँहरूले फर्स्टमा देखिरहेको यो स्नो फलिङ एरिया हो होइन। यहाँ चाहिँ चिप्लेटी खेल्न पर्यटकहरू आउँछन्। यो चाहिँ यहाँको ताल हो, लेक हो। यसलाई ड्याम बाँधेर बिजुली निकालिएको छ। चारैपट्टि पहाडले घेरेको छ। बिचको एउटा समतल भूभाग छ होइन। पुरानो एकदम भयङ्कर पुरानो सहर गाउँ भनौँ न हो भनिन्छ यहाँ चाहिँ। यहाँको एक्ज्याक्टली पपुलेसन त थाहा छैन, तर अन्दाज र कुरा गरेको साथीभाइको सुनेको आधारमा 5-7 हजार पपुलेसन छ भनिन्छ। नयाँ बन्दै गरेको केही कन्स्ट्रक्सन एरियाहरू पनि देखिन्छ मास्तिरपट्टि, अत्यन्तै सुन्दर देखिन्छ। यो पोखरीमा कहिलेकाहीँ हामी माछा मार्न पनि जान्छौँ, तर म धेरै पटक गएको छु। अहिलेसम्म एउटा माछा नि पाएको छैन है। फेरि जालले त्यो बल्छी खेलिएको छु होइन। यो चाहिँ खासमा गाउँको बिचको बस्ती हो, अत्यन्तै सुन्दर छ। मजाको डिजाइनले, आकर्षक डिजाइनले बनाइएका घरहरू छन्। यो नयाँ बन्दै गरेको कन्स्ट्रक्सन साइडमा जाने बाटो हो। यो अत्यन्तै सुन्दर देखिन्छ। विकसित देशको फाइदा राम्रो पक्ष भनेकै यही रहेछ। पहिला बाटो, अनि त्यसपछि बिजुलीहरू, सबै कुराहरू, मान्छे हिँड्ने पैदल बाटो होइन, सबै कुराहरू बनाएर अनि बल्ल चाहिँ घरहरू निर्माण गरिँदो रहेछ। यो चाहिँ छेउछाउमा चाहिँ यो हरियो घाँस हो, यो पलाउँदै गरेको छ होइन। अनि यो चाहिँ अन्डरग्राउन्ड इलेक्ट्रिसिटी हो यो होइन। अनि सबै कुराहरूको विकास गरेर, सबै कुरा संरचना निर्माण गरेर अनि बल्ल चाहिँ घरहरूको चाहिँ बनाउन सुरु गरिँदो रहेछ क्या। यहाँ चाहिँ हाम्रोतिर भएको भए चाहिँ पहिला घरहरू बनाएर सब चिज बनाएर अनि चाहिँ मान्छेले यहाँबाट बाटोतिर उहाँबाट बाटोतिर यसो गरेर भनेर चाहिँ डिरेक्सन गर्छ होइन। अत्यन्त गजब छ, मजाको ठाउँ छ। तपाईँहरू आउने विचार गर्दै हुनुहुन्छ, यो हिउँ खेल्ने सोच बनाउनु भएको छ भने पक्कै पनि आउनुहोस्। अत्यन्तै रमाइलो ठाउँ छ होइन। बिजुलीका पोल व्यवस्थित तरिकाले बनाएका छन्। पैदल बाटोमा म हिँडिरहेको छु। यो पैदल हिँड्ने बाटो पनि अत्यन्त बलियो छ होइन। हेर्दाखेरि भिडियोमा त्यति खासै नदेखे नि आँखाले हेर्दा चाहिँ बहुत बलियो देखिन्छ। सडकभन्दा नि बलियो छ। वर्षौँसम्म पनि केही नहुने जस्तो देखिन्छ यसो हेर्दाखेरि चाहिँ। बिचबिचमा बाटो क्रस गर्नलाई यस्तो एरियाहरू छुट्याइएको हुन्छ। यहाँ चाहिँ लाइट, ट्राफिक लाइट चाहिँ छैन। एउटा मेन चाहिँ समस्या त्यो त होइन। ट्राफिक लाइटको चाहिँ यो बस्तीभरि नै छैन। अनि यो चाहिँ यो पानीमा खेल्ने हाँस हो होइन। यो पानीमा खेल्ने हाँस हो। यहाँ चाहिँ बसिरहेको देखेर मैले भिडियो खिचेको हुँ। अनि नयाँ डिजाइनका घरहरू, नयाँ बस्तीका नयाँ डिजाइनका घर, यो चाहिँ सडक छेउछाउका बत्तीका पोलहरू बहुत मजाको सुन्दर देखिने। यतिन्जेल भिडियो हेरिदिनु धेरै धेरै धन्यवाद। तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। मेरो प्रयास जारी रहनेछ। राम्रो नराम्रो जस्तो लाग्छ कमेन्ट गरिदिनु होला र च्यानल मिल्छ भने सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। हस्, धन्यवाद, थ्याङ्क यू, नमस्कार।